कस्तो जाडो आछुछु जाडो भयो कामबाट आउनु पनि ढिलो भयो आज त कस्तो भोक लाग्यो हो साथीले खाना बनाएर राख्दियो होला जान्छु खाना तताउँछु खान्छु भोलि बिहानै फेरि काम छ कस्तो थकाइ लागेको उफ ल चना त काँचै छ त के बनाउँछ नि क्या ल कराईको थाली छ दाल पनि बनाइदिनु त राइस मात्रै छ कहाँ भएछ कल गरेर हेर्नु पऱ्यो एकछिन खाना त बनाएर राखिदिनुपर्छ सधैँ मैले बनाएर राखिदिन्थेँ आज एक दिन म ढिलो आएको खाना नि नबनाइदिने कलले गरेर हेर्छु आएको छ कि छैन फोन गरिरहेको रहेछ फेरि कल गर्छु हेलो तिमी कहाँ हो र तिमी आएको छैनौ आज म अघि नै आएको हो म सुतिसकेँ कि टाउको दुखेर आइसके अनि खाना बनाएको रहन्छ त खाना बनाइदिनु पर्छ नि त तिमी आज छिटो आएको थियौ सधैँ म त बनाउँथेँ आज एक दिन ढिलो आएको थिएँ म पकाएन केही पनि त्यही भात छ तरकारी अलिकति त हो नि त्यो पकाएर खाऊ न मलाई डिस्टर्ब नगर म सुतेँ बाई